पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले देशभरका किसानहरू मारमा परेको छ। यता सुनसरीको देवानगञ्ज गाउँपालिकाले यस पालिकाका किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले गाउँपालिकामा सिँचाइ विद्युतीकरण योजना समयमै सम्पन्न नहुँदा किसान थप चिन्तित बनेका छन्। महँगो डिजेलमा आधारित पम्पसेट प्रयोग गरेर सिँचाइ गर्न बाध्य किसानहरू आर्थिक दबाव झेलिरहेका छन्। गाउँपालिकाले खुसी किसान देवानगञ्जको पहिचान भन्ने नारासहित किसानका लागि सिँचाइलाई सहज बनाउने मुख्य लक्ष्य लिएर सिँचाइ विद्युतीकरण सुरु गरेको 4 वर्ष बितिसकेको छ। तर योजना अझै सञ्चालनमा नहुँदा किसानहरू निराश भएका छन्। खेतबारीमा सिँचाइ सहज हुने आशामा बाली लगाउने समयमा किसानहरूले विद्युतीय पोल गाड्न समेत सहयोग गरेका थिए, तर अपेक्षित सेवा नपाउँदा उनीहरूको आशा मरेको छ। स्थानीय एक किसानका अनुसार अहिले प्रचण्ड गर्मीका कारण हप्तामा 2 पटकसम्म सिँचाइ गर्नुपर्ने अवस्था छ, तर तेल अत्यन्तै महँगो भइसक्यो। डिजेल इन्जन भएको पम्पसेट चलाउने गाह्रो भइसकेको छ, उनले गुनासो गरे। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले भने सिँचाइका लागि विद्युतीकरण नै पालिकाको मुख्य प्राथमिकता रहेको बताउँदै योजना अन्तिम चरणमा पुगेको दावी गरेका छन्। हामी 1-2 महिनाभित्रै यो योजना सम्पन्न गर्ने तयारीमा छौँ, उनले भने। हाम्रो देवानगञ्ज गाउँपालिकाको टार्गेट नै मुख्य टार्गेट तपाईँको यो सिँचाइको लागि विद्युतीकरण हो र यसमा हामीले अहिलेसम्म लागेकै छौँ। सक्दो प्रयास गर्दैछौँ हामी कि यो आउँदो तपाईँको 1-2 महिनाभित्रै जुन छ हामी सम्पन्न गर्ने योजनामा छौँ। किनभनेदेखि अब तपाईँले नै भन्नुभयो कि तेलको रेट बढ्यो रे, यो भयो, वास्तवमा बढ्यो। तर हामी लगभग सबै काम सिँचाइको लागि विद्युतीकरण अन्तर्गत हुने लगभग सबै काम भइसकेको छ। हिजो पनि म दिनभरि तपाईँको प्रदेश कार्य विद्युत प्राधिकरण प्रदेश कार्यालयमै बसेर त्यो डाइरेक्टरसँग कुरो भयो। तपाईँको सबै 3वटा ठेकेदार छ, सबै 3टै ठेकेदारलाई राखेर हामी कुरो गऱ्यौँ। त तपाईँको ट्रान्सफर्मर हाम्रो लगभग 36वटा ट्रान्सफर्मर यो 5वटा ठेक्कामा 36वटा ट्रान्सफर्मर छ पुरा 7 वार्डमा। त्यो 100-100को ट्रान्सफर्मर छ हाम्रो करिब। त्यो ट्रान्सफर्मर अब सरकारको हेरफेरको कारणले भनौँ अथवा त्यो डिएमडी एमडी अब सरकार अस्थिर सरकार नभएको कारणले पनि तपाईँको डिएमडी एमडीको चेन्ज बिचबिचमा 2 महिना 4 महिनामा हुने भएकोले पनि तपाईँको ट्रान्सफर्मर जुन छ खरिद भएर आउनु नसकेर जुन छ तपाईँको समयमा सञ्चालन हुन सकेको छैन। तपाईँको अब निकट भविष्यमै तपाईँको एकदम निश्चित रूपले जुन छ हामी हिजो जुन सम्झौता भयो, कुरो भयो, सबै 3-4वटा अब त्यो कार्यक्षेत्रमा हामी सम्झौता पनि गरेका छौँ कि छिटोभन्दा छिटो त्यो तपाईँको निक कम्पनीलाई जुन छ यसपालि यो 100 र 200को ट्रान्सफर्मर ठेकामा परेको छ, ऊ चाँडोभन्दा चाँडो यही 1 महिनाभित्र ल्याउँदैछ। हाम्रो लगभग सबै काम सक्दैछ र तपाईँको 1-1.5 महिनाभित्रै जुन छ मोटामोटी यो ट्रान्सफर्मर लगाएर हामी उद्घाटन गरेर तपाईँको जनतालाई खेतमा सिँचाइको व्यवस्था मिलाउनेछौँ। अबका दिनमा केवल आश्वासन होइन, परिमाण देखाउने काम गर्नुपर्ने दबाव गाउँपालिकामाथि बढ्दै गएको छ।